हेलो नमस्ते अनि सेवारो म तपाईहरुलाई यो जुन देखाइरहेको छु नि यो नेट चाहिँ मैले तपाईहरुलाई किन देखाएको भन्दाखेरि चाहिँ नि यो अस्ति नेट नलाइन्जेल चाहिँ यति साह्रो अम्मम परियाले चाहिँ यो भुइँ चाहिँ हेरि नसक्थे नि मेरो यहाँ माथिबाट यसरी के अरे बसेर चाहिँ माथि बस्तेर त यति बेसी टोइलेट गर्थ्यो डेली बेलुका ड्युटीबाट आएपछि चाहिँ बेलुका म चाहिँ यही पुस्दै ठिक्कै हुन्थ्यो खोर सिर्नु पर्यो डबल गर्नु पर्थ्यो तिनीहरूको सुली निकाल्नु थाक हक्थ्यो 2 दिन जस्तो घर पुसेन भने टेरिस बिहाल बनाइदिन्थ्यो नि अहिले त यो आएर चाहिँ एकदम दामी भएको छ र अन्त यसरी अहिले त प्लान्टहरू पनि मजाले सेप भएको छ नत्र चाहिँ मेरो हेर्नुस् न येल्लो माने क्या दामी छ अन्त तल सब रेड र व्हाइट चाहिँ हाम्रो तल्लो फ्लोरमा छ यो चाहिँ मेरो टेरिसमा यो एनारो भर्खर फुल्दै गरेको यो चाहिँ अरु चाहिँ तल छ व्हाइट र पिङ्क चाहिँ अनि येल्लो चाहिँ भर्खर एउटा पत्ता हुँदैछ र अहिले त सेपमा छ एकदम काग पनि आएको छैन अनि त्यहाँदेखिको अरु चराहरू कुनै रुपीहरू पनि पस्नु पाएको छैन नभए त रुपीले गुड लाएर बच्चा मरेर सुसुले आएर हो म चाहिँ तपाईलाई यही सल्लाह दिन चाहन्छु यो टेरिसलाई चाहिँ ओपन नराखेर चाहिँ यसरी नेट कि त माथि यसरी सिलिङ लगाउनु पर्दछ हाम्रो चाहिँ अब सिलिङ लगाएको छैन त्यही कारणले होला परिहाल्ला चाहिँ मजाले चराहरू बस्नुको लागि चाहिँ एकदम उनीहरूलाई सजिलो भयो अब चाहिँ उनीहरू बस्नु पाउँदैन विशेष गरी कागले चाहिँ यति साह्रो बदमास गर्छ जम्मै यहाँ भएको माटोहरूलाई चाहिँ खोस्रेर चाहिँ नि सबै बर्बाद पार्छ यहाँनिर मैले नरियलको जम्मै के कोको चिप्सहरू लगाएको थिएँ यो डाङडुङ खोस्रेर एउटै छैन यसरी अर्किडहरूमा येल्लो अर्किडहरू कस्तो दामी दामी कलरको अर्किड छ सबै फुलिसक्यो अनि एन्थेनियमहरू छ रेडमा छ अनि पिङ्कमा छ पर्पल अनि ग्रिनमा पनि छ दामी दामी फुल्दै थियो नि सबै चराले बर्बाद पार्यो र हेर्नुहोस् यो खालको प्लान्ट त नि मेरो चराले खतम बनायो यति साह्रो दामी फुल्छ यो अर्किडहरू तल छ डबल फुलेको छ मुनि तालामा राखेको छ लुकाएको छ चराले बिगार्छ भनेर एनाहरू पनि भर्खर सर्दैछ सबै यो जे प्लान्टहरू कति दामी छ एनाहरू सबै सर्दैछ अहिले चाहिँ 2 किसिमको छ र ग्रिनमा छ जे प्लान्ट अनि यो चाहिँ ब्राउन कलरमा छ 2टा कलरमा छ मेरोमा जे प्लान्ट दामी छ अनि अहिले चाहिँ मेरो सुविस्ता भएको छु खुसी छ तपाईले पनि यसरी नै टेरिसमा परियाले पुरा सुली हगेको छ भने चाहिँ चराहरूले दिक्कै लगाएको छ कागले दिक्कै लगाएको छ भने तपाईले यसरी नै यो मैले जस्तै प्यारासुटको हो यो चाहिँ